एकछिन आउँदैछ अलिक ठुलो हेर्नुहोस् है तपाईँहरूले यस्तो देख्नु भएको थियो तान्नुपर्छ सरेर गइहाल्छ त गाडी उठाउने मान्छे चाहियो नि त यहाँ हेलो होइन बाइकको मालिकहरू चाहिँ कहाँ छ सक्दैन बिचराहरू त ओ अनानुस आउन निचे पछि हेर्नुहोस् यहाँ डोरी लगाएर हुँदैछ यस्तो जग्गामा झरेको छ अब हेर्नुहोस् तारा तारा डोरी हेर्नुहोस् बाइक अब निकाल्नुको लागि मान्छे हेर्नुहोस् डोरी लाएर झर्नु परिरहेछ अवस्था दुईटा बाँच्न सजिलो हुन्छ क्या हेर्नुहोस् है नम्बर प्लेट चाहिँ कसले भाँच्यो फेरि ए तिमीले भाँच हेर्नुहोस् सबै ड्यामेज भएको छ है हेर्नुहोस् सबै योहरू यस्तोहरू सब ब्यान्ड भएको छ योहरू फुटेको छ है हेर्नुहोस् हेर्नुहोस् अब बाँच्न त्यहाँ बाँच्न त तल तल होइन त्यहाँ होइन त्यहाँ बाँच्न हो चिप्लाउनु अङ्कल यस्तो हो नि त अलिकति बस अब राख्न गाडी बिस्तारै ओ सन्जु निचे एकछिन ढिला गरेर डोरी होइन त्यो त सबै तान्नुपर्छ माथिको चाहिँ तानेर चाहिँ त्यहाँबाट हाल न भाइ त्यो चाहिँ भाइ त्यस्तो होइन उयो सब ताना यो यस्तो हो अब चाहिँ फुस्किँदैन नि त यो ताना यता सरी हेलो डोरी देऊ म बाहिरै हो हुन्छ तानिन्छ फुटुङमा छु फुटुङ हेलो ल बाने भाइ त्यहाँनिर बानेन भने चाहिँ स्वाटै आउँछ अहिले भन्नु ल उठा ताना भाइ यता देऊ त त्यो फोन यता देऊ त लु सबैजना हातीमालो गरौँ न के हो माथिबाट ल टाना मजा गर्दैछ क्या 1 2 3 टाना 1 2 3 छोड्नु माथिबाट छोड्नु हुँदैन नि भाइ चाहिँ नि भाइ फर्स्टको उयसमा देऊ त नि तिमी अलिकति यता हो तिमी यता हो उता पनि भाइलाई देऊ त्यो उयोलाई भाँदिनुहोस् न अङ्कल त्यो रुखलाई पर्खाइ एकैछिन आरामले बिस्तारै पर्खिनु त्यसरी तानेर कहाँ हुन्छ हौ एकछिन ल होल्ड गर्नु बिचमा बाट पनि आउनुपर्छ है मान्छे है मान्छे माथि चाहिन्छ अब पर्खा एकैछिन आउँदैन उता यहाँसम्म तानौँ न यहाँसम्म तानौँ नि आउँछ गडामुडो त्यही तल बाँस हाल्दै जान्दै बन्नु पर्यो कि माथि आउँदाखेरि तल अड्काउनु पर्छ हजुर जस्तै माथि आउँछ नि बाँस अड्काउनु पर्यो त्यहाँ भाइ तिमी यता जाऊ बिस्तारै पर्खा बाइकलाई नि उताबाट नि यता नि तान्नुपर्छ अब यस्तो तान्यो भने मात्रै हुन्छ अब पर्खा लु ताना भाइ तिमी अलिक यता तिमी भित्ता भएर नि अलिक डिस्टर्ब भयो एकछिन आउँदैछ अलिक ठुलो हेर्नुहोस् है तपाईँहरूले यस्तो देख्नु भएको छ यस्तो एडभेन्चर लाइफमा साला
अझै डल्ला डुल्ला हेर्नुहोस् है फाइनल्ली बाइक चाहिँ माथि बस 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 माथि एकछिन एकछिन बाँच्ने एकछिन 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 जाऊ 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 तिमी जाऊ ओ एकछिन है सबैजना मान्छे बाहिर हेर्नुहोस् है यसरी यहाँसम्म आइपुग्यो है हेर्नुहोस् है यसरी चाहिँ दिमाग लगाएर है हेर्नुहोस् है लो सक्सेसफुल भयो लो हेरौँ है रेस्क्यु टिमको यहाँनिर टिम चाहिँ सबै हेर्नुहोस् है तपाईँले यस्तो देख्नु भएको थियो कि थिएन है यस्तो डेन्जर रेस्क्यु उता जा उता जा बाटोमा बाई बाई खतरा खतरा देखे त लु एकपल्ट हाई गरिदिनुहोस् फाइनल्ली यो हामीले बाइकलाई चाहिँ रेस्क्यु गरिसकेका छौँ तल खोल्चीबाट भाइ यो कसको फोन हो बाटोमा निकालिसक्यो भाइ किन चाहिँ टिम वर्क भनेको त्यस्तो हुन्छ तिमीहरूकै हो यो सबै टिम वर्कहरूको तिमीहरूकै हो यो कि अहिले मेन खेलाडी चाहिँ उहाँ हुनुहुन्छ है बासको प्रबन्ध मिलाउने थोडा आइडिया लाउने चाहिँ उहाँ है हेर्नुहोस् बाटोमा टिम चाहिँ केटाहरू खोपेलको हो हाम्रो केटाहरू हेलो यता ऊ भाइहरूको चाहिँ रहेछ गाडी कहाँको भाइहरू बागडुग्राबाट आएको को यो बाइकको मालिक चाहिँ ए तल ए डाउनमा छ ल ल यहीँ छ कुकुर मसँग चुस्टा हालिदेऊ चुस्टा ये नहीं किया ये ठीक है बरु भन्दा यस्तो गरेर यता हाल्दा हुँदैन यताबाट अङ्कल है ए चेंज करने के बाद चलो उतना टेंशन नहीं ले लेगा चलो दाजु टुप्पाबाट हाल्नु वहाँ लास्ट में डोरी काट्नु पर्छ नहीं लेने सेफ देने का अरे डबल स्ट्यान्डलाई हल्का तानौ न उता तल तान त वहाँ फंस रहा हो दाजु चेप छ वहाँ पर फंस रहा है सकर में फंस रहा है हुट उठ्न हान्देऊ ल अलिक तल गरेर डाउन गरेर हाल्नु हैन भाइ यस्तो यस्तो अलिक माथि गरेर यहाँ पर फंस जा रहा है 1 मिनट पीछे कीजिए ना सिंगममा माना के इसको त्यो जग्गामा छ हैन दो त्यो जग्गामा चाहिँ आएछ अब और दो बाइक निकालेर सिंगममा बान्नु त्यसको यसलाई त पर्दैन नि बान्नु यसलाई मात्रै बान्नुपर्छ हौ बाटो यत्रो छ हो यत्रो बाटो अब यो जग्गाबाट चाहिँ लानु पर्यो तपाईँहरूलाई देखाइहालेँ मैले होइन रेस्क्यु गरेको अब यहाँबाट चाहिँ तल अब लगाइ हुँदैछ होइन त्यो चाहिँ म तपाईँहरूलाई देखाउँछु अब सानो अब बाटोमा चाहिँ हेर्नुहोस् है कसरी लान्छ होइन हाम्रो टिमले हेर्नुहोस् किन उभियो भने यहाँ बान्नु यहाँ नेपालमा केदारनाथ पनि छ बाटो केदारनाथ गएछ किन छोड्नु हेर्नुहोस् है लु भाइ हेलो यतापट्टि म पनि अगाडि अगाडि आउँछ 2-3 जना हो यसरी बाइक हेर्नुहोस् त यो रेस्क्यु गरेको मिरिक खण्ड अन्तर्गत पर्ने सौरेनीतु ग्राम पञ्चायत
किन नगएको पुटुङ चिया कमानको चाहिँ एकजनै चाहिन्छ बोलियो चाहिन्छ यहाँ नै खायो बहुत तगडा खाकेला बाइक पुटुङ टी गार्डनको अन्डर पर्छ है खोप्रेल यो खोप्रेलमा चाहिँ यहाँनिर माथि रोडबाट चाहिँ अब त्यो एउटा गाडीको अब टेक्निकल कुरो अब होइन नियन्त्रण खोएर चाहिँ अब यसरी रोडदेखिको चाहिँ 300 फुट मुनि अब गोलाइबाट चाहिँ त्यो झरेको कारणले गर्दाखेरि चाहिँ अब हामीले यसरी रेस्क्यु गर्दैछौँ है हजुर हजुर बिस्तारी होइन नअत्तालिकन पक्दैन मलाई हात देऊ न यहाँ साइडबाट दिँदैछु म साइड अहिले चप्पल अहिले पिसेक मान्छे ल्याउँछ के गरेको खेलाची गर्छ ओ काठमा हाल न अगाडि उ सुल्किँदैछ बाइक सुल्किँदैछ कान्दामे हाल न कान्दामे दो आदमी डालो ना झुको 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 एक हाँ बाइक पूरा सर्किसकेछ ओ स्लिप हो रहा है ना पीछे आ गया बाइक पूरा ओ भन्ने ना आगे आगे खींचो आगे खींच लो हां हो गया तो हो जाएगा रुको उठाओ उठा तो अलिकति म काटमा हाल्छु लो पकड़ा बाइक स्लिप नहीं होगा क्या हुआ बिस्तारी नफेल है आराम से रुको तो अरे बार ना घुस रहा पिटी में घुस जा रहा है ना पूरा 300 जानु पर्छ चलो पैपमा नस्टिल चाहिँ चिप्लिँदैन चिप्लो चाहिँ हेरेर है सबै अब त रोडमा आइपुगे मोटामोटी हेर्नुहोस् फाइनली रोडमा आइपुग्यो हेर्नुहोस् ओ कहाँ राख्छौ आराम से बिस्तारी गर बिस्तारी नछोड फाइनली आइपुगे 220 पल्सर लाने कि के गरे पिकअपमा खल्खल पारे नि यसले पनि त्यसपछि खोल्यो नाम छैन अर्को भाइ तिमीहरु सल्लाह गरेर पिकअप यहाँ छ राति नराखा त गाडी भयो हेर पिकअप यहाँ छ गाडी दुनिया भर गाडी छ बाउन्ड्रीमा ग्यास हाल्दिराखा ढुक्कै त्यसलाई नि यहाँ पणेशको कुनामा राखिदिराख ल जो हैन राखिदिराख पणेशको त्यहाँ राखिदिराख त्यहाँ साइडमा राखिदिनु बाटोमा नराखिदिनु ल है पकाउनु अलिकति अप्ठ्यारो हुन्छ साइडमा राखिदिनु त्यहाँबाट झारे बाटोमा नराख्नु